हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला साथीहरू। आज चाहिँ मलाई हल्का रुगा खुर्की लागेको छ, हल्का टाउको पनि दुखिरहेको छ, किनभने गाह्रो छ, त्यही पनि काम गर्नै पऱ्यो साथीहरू। है त हालसम्म आएको छु आराम मेसिनमा, देख्न सक्नुहुन्छ होइन। घाम चाहिँ टन्नै लागेको छ, किनभने एकछिनपछि केही लोडहरू पाइयो भने लोडसोड गरेर निस्किन्छौँ होला साथीहरू। है त आज हामी अहिले चाहिँ हाम्रो गाडीमा मल लोड हुँदैछ साथीहरू, युरिया डिपी होइन। एकैछिनमा हामी मल लोड गरेर निस्किने नै छौँ, तपाईँलाई देखाउने नै छु म। है त देख्न सक्नुहुन्छ चारैतिर मलले भरिभर आउँछ चारैतिर, ज्याम ज्याम मल लोड हुँदैछ हाम्रो गाडीमा चाहिँ। ढालामा त अहिले गाह्रो हुन्छ, साथीहरूले चाहिँ दम लोड हान्ने हाम्रो अङ्कल आउनुहुन्छ। है त देख्न सक्नुहुन्छ पहेँलो बोरा चाहिँ अलिकति लोड भयो। अब चाहिँ यो सेतो बोराको पाली चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, पुरा ट्र्याक्टरको पुरा भिड छ, चारैतिर मान्छेहरू छन् होइन। गाह्रो छ, कोही ट्र्याक्टरमा लोड भइसकेको छ भने कोही खाली छ, कोही लोड गर्दैछन् होइन। हाम्रो गाडीमा चाहिँ पहेँलो बोरा भइसक्यो, अब सेतो बोराको पाली छ। चाहिँ फाइनली लोड भइसक्यो, अब ढाला साला लाएर हामी चाहिँ निस्किन्छौँ। है त साथीहरू अहिले चाहिँ हामी फाइनली तुलसीपुर आइसकेका छौँ साथीहरू। मल जसले मल हाम्रो लोड ल्यायो उसको घर 1 घन्टा भयो नि। के गर्ने साथीहरू, गाह्रो छ। मल लिएर आइया छ अहिले आज तुलसीपुर होइन। बाटो चाहिँ बनाउनु पाइएन, मान्छे धेरै थियो गाडीमा, गाह्रो छ। अब एकछिनपछि हामी कुन ठाउँ अरे अङ्कल हामी जाने? शान्तिनगर मल लगेर जाने हो। अनि त्यही गाडी खाली गर्छ, त्यसपछि हुन्छ हामी फेरि गाडी रवाना गोराइको लागि साथीहरू। है त फाइनली साथीहरू आइपुग्यो शान्तिनगर। है त मैले गाडी लगाइदिइसकेँ, एकैछिनमा मेरो गाडी खाली हुन्छ। है त लेबरहरू छैन भाउला, लेबरहरू आउँदैछन् रे, अन द वे छन् रे, के हुन्छ हेरौँ। है त फाइनली मेरो गाडी चाहिँ खाली हुँदैछ साथीहरू, तपाईँहरूलाई देखाउँछु म। 3-4 जना आन्टीहरूलाई आएर ज्याप खाली गर्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। टाउको पनि बोकिदिइहाल्नु भयो यार, ज्याप बोकिदिइरहनु। ल देख्न सक्नुहुन्छ हरियाली। ट्याक्क पारेर फलेर चाहिँ यस्तो मजाले पाक्दैछ। यो चाहिँ यो अलि काँचो छ, यो खानुपर्छ क्या, पाक्दैन पाक्ला। पुरा चोप लाग्यो यार, यसलाई धोएर खान पाएपछि हुन्थ्यो, मस्त हुन्थ्यो यार। के गर्नु त पाएको छैन क्या फाइनली साथीहरू, अब चाहिँ घोराइतिर लाग्ने हो अब। है त फाइनली अब हामी तुलसीपुर पुग्न लाग्यौँ साथीहरू। देख्न सक्नुहुन्छ क्या खतरा निलो आकाश देखिया छ यार, देख्न सक्नुहुन्छ हाइड्रो पावर लागेको छ। अब लास्टै झ्याउ लागेको छ, भेजा भइरहेको छ, अल्छे लागेको छ काम डर आएर फेलाएर भेजा लागेर। आज फेरि साउ मेरो भाइ खै के काम परेर मेरो दिमाग पिड्डी बनाइदिइसक्यो यार, झ्याउ आइसक्यो। अरे हालेछ लोड, कहिले त फेरि एउटा पाइनमा बसेको छ हुन्छ नि यार। टेक्निसी काम चलेपछि म घचाघच जाँगर लाग्यो, कहिले पनि दिउँसभरि बस कत्केर हिँडेको छ 3-4 टिप हानेको छ, बिहानभरिमा 4 टिप हान्नु त्यस्तै जेगा हुन्छ। ढोका चौकस बोका फेरि ढोका चौकस मोडल लेबरहरूले म देखाउँछु है त तपाईँहरूलाई। देख्न सक्नुहुन्छ म त्यहाँ ढोका चौकस होइन, मेरो यहाँ पछाडि पनि
तन्नै छ बुट्टाको चलो राम्रै लेबरहरूले गाह्रो छ साथीहरू गाह्रो छ देख्नु भने ढोका जगस मात्रै छ नाम चाहिँ के भने साथीहरू यस्तै हो काममा लाग्नुपर्छ लट्टी नत्र बसेपछि बसी के गर्ने यस्तो भिडियो मन परे लाइक कमेन्ट सेयर गर्नु होला सब्सक्राइब टु मिस्टर गड एमपीलाई यादीमा फलो पनि गरिदिनु होला साथीहरू है त।